ठुलो लागम भित्रसम्म त्यसमा जान पाइन्छ, धेरैजना जान पाइँदैन, एकजना त जान पाइन्छ। डकुमेन्टहरु हातमा यहाँबाट सिधै छिर्ने होइन, एकजना पाउँछ। तपाईँ एकजनाले लाइसेन्स राखेर होइन, पास कार्ड लिएर भित्र छोड्न जान चाहिँ पाइन्छ, एकजना चाहिँ जान पाइन्छ। लाइसेन्स छ? लाइसेन्स हुने मान्छेको तपाईँ नै जानुपर्छ फेरि लाइसेन्स। हामी कहिले ग्रुपमा छिर्नु होइन र, सातजना ग्रुपमा छिर्नु होइन, खै त साथीहरू हातले बोकेर जाऊ न, त्यहाँ के कति ब्याग गरेर के गरेर पर्दैन, हातमै फ्याल बोक्यो हुन्छ, त्यही फरक पर्दैन। 60 दिने उनीहरूले कतिवटा छ त एउटा मात्रै खाइले नि हेर होइन, त्यस्तो नहुनु। यतिकै बोकिस त त्यसले आफै खोल्छ, आफै हेर्छ। यता सुन, भित्र स्टेट रुममा गएपछि फोन गर्न पाइन्छ, त्यहाँ गएर फोन गर न बाबालाई। उहाँ गएपछि उहाँको नम्बर दिनुपर्छ। ह्याप्पी यात्रा, ल ह्याप्पी जर्नी है रवि, ह्याप्पी जर्नी, ह्याप्पी जर्नी, ह्याप्पी जर्नी। ल बिस्तार जाने। ल कडा कडा मैले यहाँबाट नि हामीले राख्छु नि, अघि आएदेखिको भिडियो भएर होइन जति सिक्नु लाग्यो नि। जम त्यसमा जानु अब बिस्तारै टक्सी लाग्यो। हामी बाहिरबाट हिँड्ने हो। म त गएको थिएँ, मेरो भान्जीले पुऱ्याउनु यता पास कार्ड लिएर भित्र वेटिङ रुमसँग पुग्यो। वेटिङ रुमभन्दा अगाडि बोर्डिङ पास हुन्छ नि त, त्यहाँसम्म त जानिदिन्छ कि बोर्डिङ पास त्यो भएर मैले भने नि त फुल सब पुग्दा बनाउँछ, त्यो लगाइदिनु मात्रै हो क्या, त्यति त लगाइदिनु पऱ्यो। पाइँदैन नि भित्र, पास कार्ड भयो त हो। जाऊ खोलिदिनु फुलको माला लान्छ। माला धिनाल लगाइदिनु नि, धिनाजुल लगाइदिनु। छोरा गएको खुसियाली यस्तै होला के भन्छ त्यहाँ हेर्नु है, हेरौँ है तिमीहरूले के भन्छ। स्क्यान लगाएर हालिदिएपछि त अब लगेज तुम्हारै हो कि त्यस्तै तुम्हारा निस्किन्छ नि एकैचोटि त्यहाँ चाउमिन मोमो तपाईँले चाउचाउ चुरा जति हाल्यो त उहाँ गएर मात्रै खानु खानु पाइँदैन। फ्लाइटको आइहाल्छ नि, आफ्नो फ्लाइटको नामै आउँछ नि, एनाउन्सै गर्छ नि फ्लाइट सुरु भयो, तपाईँहरू कहाँ कहाँ हुनुहुन्छ आउनुहोस्। त्यस्तो हुँदैन, उसले ठुलो ब्याग पनि उसको लगेजमै जान्छ, लगेजमै गइहाल्छ। उसले बोक्नु भने ह्यान्ड ब्याग र एउटा ब्याग त हो, त्यो त मजाले प्लेनमा जानु पाइहाल्छ। अब हाम्रो काम सक्यो भनौँ न, एकछिन बस्नु 11 बजोस् अलि मिलाएर हिँड्नु पर्छ। होइन यस्तो हो, चेक गरिसकेपछि अब उसलाई त अब आफ्नो
निकायको लागि छिर्नु पर्यो